भारतले एक दिन मात्रै ग्यास दिएन भने नेपालमा ग्यासको अभाव चर्किहाल्छ। इरान युद्धका कारण अहिले भारत आफै ग्यासको हाहाकार भोगिरहेको छ। आफैलाई अभाव हुँदाहुँदै भारतले नेपालमा ग्यास पठाउने कुरै भएन। नेपालमा अहिलेसम्म एउटा पनि एलपी ग्यासको भण्डारण केन्द्र पनि छैन। अनि नेपालकै दैलेखमा ग्यास भेटिएको होइन, त्यो ग्यास चाहिँ कहिलेदेखि निकाल्न मिल्छ? अब बालेन नेतृत्वको सरकारले दैलेखको ग्यास निकाल्न सक्ला? नमस्कार, यो भिडियोमा हामी दैलेखमा भेटिएको ग्यास नेपालले तुरुन्तै उपयोग गर्न सक्ने सम्भावनाका बारेमा चर्चा गर्नेछौँ। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक। नेपालमा प्रयोग हुने पेट्रोल, डिजेल, एलपी ग्यासदेखि हिउँदको बिजुलीसम्म भारतबाटै आयात गर्नुपर्छ। त्यसैले त विश्व बजारमा वा भारतमै ऊर्जा सङ्कट चर्कियो भने नेपालमा तुरुन्तै असर देखिन्छ। अझ भारतले नियतवश रोकिदियो भने के हुन्छ भन्ने त हामीले 2072 सालको नाकाबन्दीमै भोगिहाल्यौँ। त्यति बेला महिनौसम्म नेपालीले ग्यास पाउन सकेनन्। अहिले जस्तो बिजुली पनि सर्वसुलभ थिएन अनि दिनमै 12-13 घण्टासम्म लोड सेडिङ थियो। सर्वसाधारणले घरमा चुलै बाल्न नसक्ने स्थिति देखिएपछि सरकारले त्यो बेलामा काठमाडौँमा दाउरा बेचेको थियो। त्यही परिघटनाले नेपाललाई सोच्न बाध्य बनायो के नेपालले आफ्नै ऊर्जाको स्रोत खोज्न सक्दैन? यही प्रश्नले सरकारलाई दैलेखका विभिन्न गाउँमा बलिरहेका अखण्ड ज्योति, खोल्सामा बग्ने पानीमाथि तैरिने तेल अनि तिनले देखाएको सम्भावना खोज्न प्रेरित गर्यो। दैलेखका जनताले अखण्ड ज्योतिलाई दैवी शक्ति मान्थे, तर सरकारले प्रारम्भिक अध्ययन गर्दा त्यहाँ पेट्रोल वा ग्यास छ भन्ने देखाएकै थियो। तर परिणाम कति छ र निकालेर बेच्न सम्भव छ कि छैन भन्ने कुरा गर्वमै थियो। सन् 1970 को दशकमा विश्व बैंकको सहयोगमा यहाँ पहिलो पटक भूगर्भीय सर्वेक्षण गरिएको थियो। यसले दैलेखका क्षेत्रमा पेट्रोलियम भण्डारको सम्भावना देखाएको थियो। तर त्यसपछि पनि लामो समयसम्म सरकारले गम्भीर भएर अनुसन्धान गरेन। भारतको नाकाबन्दीपछि नेपाल सरकारले दैलेखको सम्भावना खोतल्न चीन सरकारसँग हात मिलायो। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको पहलमा नेपाल र चीन बीच पेट्रोलियम अन्वेषण सहकार्यको समझदारी भयो। चीनको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा विस्तृत अध्ययन सुरु भयो। यसका लागि चरण चरणमा सिस्मिक सर्वे, जियोलोजिकल सर्वे र भित्री चट्टानहरूको परीक्षण गरियो। दैलेखका करिब 3000 ठाउँमा प्वाल पारेर सर्वे गरिएको थियो। त्यसपछि दैलेखको भैरवी गाउँपालिकाको जलजले क्षेत्रमा ड्रिलिङ गरियो। त्यहाँ 4013 मिटर गहिरो कुवा खनेर निकालिएका हजारौं चट्टानी नमुना परीक्षणका लागि चीन पठाइयो। चीनका प्रयोगशालामा गरिएको परीक्षणपछि रिपोर्टले भनेको छ दैलेखमा पेट्रोल होइन, प्राकृतिक ग्यास छ जसलाई निकालेर उपयोग गर्न सकिन्छ। यहाँ कम्तीमा 80 अर्ब 70 करोड घनमिटर ग्यास रहेको पुष्टि भइसकेको छ। यो करिब 40 वर्षलाई नेपाललाई पुग्ने परिमाणको ग्यास भएको यसअघिको सरकारले दाबी गरेको थियो। यद्यपि यो दाबी अध्ययनमा आधारित र प्रमाणित दाबी भने होइन। दैलेखको ग्यास भूगर्भको चट्टानमा च्यापिएर बसेको हुनाले चट्टान फुटाएर सबै ग्यास निकाल्न कठिन हुन्छ। प्राविधिक रूपमा भण्डारमा रहेको मध्ये करिब 20% मात्रै ग्यास उत्खनन गरेर उपयोग गर्न सकिन्छ। ग्यास छ भन्ने त यकिन भयो, तर वास्तविक परिमाण र ग्यास कस्तो अवस्थामा छ भन्ने पत्ता लगाउन बाँकी नै छ। यसका लागि वेल टेस्टिङ गर्नुपर्छ। त्यसैले दैलेखको ग्यास कसरी निकाल्ने भन्ने अहिलेसम्म पनि यकिन छैन। यो कस्तो खालको ग्यास हो त? धेरैले त यसलाई नेपालमा पेट्रोल र एलपी ग्यास भेटियो भन्ने बुझेका छन्, तर न यो पेट्रोल हो न यो डिजेल हो। यो तपाईँ हाम्रो भान्सामा प्रयोग भइरहेको एलपी ग्यास पनि होइन, यो प्राकृतिक मिथेन ग्यास हो। तपाईँले गोबर ग्यास अर्थात् बायोग्यास देख्नु भएको छ? हो, ठ्याक्कै त्यही गोबरबाट निस्कने ग्यास जस्तै हो दैलेखमा भेटिएको ग्यास। फोहोरबाट निकाल्ने भनेर चर्चा हुने ग्यास पनि यही नै हो। यस्तो ग्यास लाखौं वर्षसम्म जमिनभित्रको दबाव र तापमा जैविक पदार्थ अर्थात् बोटबिरुवा र जीव जनावर कुहिँदा बन्ने जीवाश्म इन्धन हो। यो ग्यासलाई प्रशोधनपछि कम्प्रेस्ड नेचुरल ग्यास अर्थात् सीएनजी वा पाइपलाइन नेचुरल ग्यास पीएनजीमा रूपान्तरण गर्न सकिन्छ। यसको प्रयोग खाना पकाउन, बिजुली उत्पादन गर्न, उद्योग चलाउन, गाडी चलाउन समेत गर्न सकिन्छ। तपाईँ हाम्रो भान्सामा आउने एलपी ग्यास तरल अर्थात् पानीको फर्ममा हुन्छ। यो कच्चा तेललाई प्रशोधन गरेर पेट्रोल डिजेल बनाएपछि बाँकी रहेको तरल पदार्थबाटै तयार हुने ग्यास हो।
सिलिन्डरमा तरल ढङ्गले भरे पनि बाहिर यो ग्यासका रूपमा आउँछ। यो 15 किलोको फलामे सिलिन्डरमा 14 केजीसम्म भर्न सकिन्छ। तर मिथेन ग्यास यसरी सानो सिलिन्डरमै धेरै भर्न सकिँदैन, किनकि यो तरल होइन, ग्यास फर्ममै हुन्छ। यसले गर्दा प्राकृतिक ग्यासलाई भर्न ठुला सिलिन्डर चाहिन्छन्। त्यसैले यसको ढुवानी जटिल र महँगो पनि छ। जटिल भए पनि विश्वमा यस्तो ग्यासको प्रयोग धेरै क्षेत्रमा भइरहेको छ। त्यसैले दैलेखमा भेटिएको ग्यास सिलिन्डरमै भरेर तपाईँ हाम्रो भान्सामा ल्याउन कठिन छ, किनकि खाना पकाउने भान्सामा ठुला सिलिन्डर राख्नु उपयुक्त हुँदैन। यस्तो अभ्यास विदेशतिर पनि छैन। अब तपाईँको मनमा प्रश्न हुनसक्छ, त्यसो भए त्यो ग्यास हामीलाई के काम? यस्तो ग्यास तपाईँ हाम्रो घरको चुलोसम्म नै आउन सक्छ। त्यसका लागि सरकारले व्यवस्थित ग्यास पाइपलाइन बनाउनुपर्छ। केपी शर्मा ओलीले नाकाबन्दीका बेलामा घर घरमा ग्यासको पाइप ल्याउँछु भनेको सायद तपाईँलाई याद होला। चुल्हामा ग्यासको पाइप पुगेर ग्यासको बुलेट आयो कि आएन, सिलिन्डर पायो कि पाएन, कुन सिलिन्डर कता, यो सब झमेलो भएन। एउटा मिटर टाँसेर राखिदिने भित्तामा जति बाल्नु हुन्छ भन्नुहोस्। हो, केपी ओलीले भनेको जस्तै घर घरमा ग्यासको पाइप जोडेर प्राकृतिक ग्यास भान्सामा उपयोग गर्न सकिन्छ। 2040 सालतिर गरिएको अध्ययनमा काठमाडौँ उपत्यकाको भूगर्भमा पनि यस्तै मिथेन ग्यास प्रचुर मात्रामा रहेको भेटिएको थियो। टेकुमा एउटा प्लान्टबाट यस्तो ग्यास निकालेर टेकु हस्पिटलमा पाइपलाइनबाटै ग्यास लगेर बालिएको थियो। उपत्यकाका अरू 9 स्थानमा पनि यस्ता ग्यासका कुवाहरू भेटिएका थिए। ओलीले 2072 को सङ्कटका बेलामा काठमाडौँमा भेटिएको त्यही ग्यासकै आधारमा घर घरमा ग्यासको पाइप पुर्याउने योजना सुनाएका थिए। तर अहिले उपत्यकामा अनियन्त्रित ढङ्गले भएको डिप बोरिङले यस्तो ग्यासको ठुलो हिस्सा मासिएको अनुमान छ। तर दैलेखमा त्यस्तो छैन। यो क्षेत्र ग्यास उत्खननका हिसाबले भर्जिन ल्यान्ड हो। त्यसैले सरकारले चाह्यो भने दैलेखको ग्यास उत्खनन र बिक्री वितरण गर्न सक्छ। व्यावसायिक रूपमा यसको उत्खनन र वितरणको सम्भावनाको अध्ययन र परीक्षण गर्नुपर्छ। सम्भाव्य देखियो भने सरकारले प्राविधिक र व्यावसायिक योजना बनाउनुपर्छ, बजार सुनिश्चित गर्नुपर्छ। यस्ता ग्यास अहिले भारतबाट आयात गरेर उद्योगहरूमा प्रयोग हुन थालेको छ। नेपाल आयल निगमले होइन, निजी क्षेत्रकै कम्पनीहरूले नेपालमा सिएनजी ग्यास आपूर्ति गरिरहेका छन्। नेपालमा रासायनिक मलको कारखाना खोल्ने चर्चा भएको धेरै वर्ष भयो, तर ऊर्जाको उपलब्धता नभएकाले नै यो सम्भव भएको छैन। नेपालमै प्राकृतिक ग्यास उत्खनन हुन्थ्यो भने सायद यति बेलासम्म यस्तो उद्योग खुल्न सक्थ्यो। भविष्यमा पनि यो ग्यास यस्ता उद्योगमा उपयोग गर्न सक्ने सम्भावना पनि उत्तिकै छ। त्यसैले दैलेखको ग्यास व्यावसायिक रूपमा नेपालमा उपयोग गर्न सकिने सम्भावना धेरै छ। विज्ञहरूका अनुसार दैलेख नजिकका सुर्खेतको वीरेन्द्रनगर लगायतका सहरहरूका घरहरूमा ग्यासको पाइपलाइन विस्तार गरेर घर घरमा ग्यास वितरण गर्न पनि सकिन्छ। तर ग्यास उत्खनन, खानी र प्लान्ट व्यवस्थापनमा नेपालसँग अनुभव छैन। त्यसैले चीन सरकारसँग नै समझदारी गर्नुपर्छ। चीनलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ। सुरुमा त प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्छ। ग्यास प्रशोधन गर्न रिफाइनरी प्लान्ट बनाउनुपर्छ। उपभोक्तासम्म पुर्याउन पाइपलाइन वा पूर्वाधारहरू बनाउनुपर्छ। यो काम अब बन्ने बालेन नेतृत्वको नयाँ सरकारले गर्न सक्छ। यसका लागि आधार तयार भइसकेको छ। अब सरकारको इच्छा शक्ति नै ठुलो कुरा हुन्छ। चीनले दैलेखमा पहिलो चरणमा नै ग्यास अन्वेषण गर्न 2 अर्ब 55 करोड रुपैयाँ खर्च गरिसकेको छ। चीनसँगको पहिलो चरणको सम्झौतामा अन्वेषणपछि परीक्षण उत्पादनमा सघाउने विषय उल्लेख छैन। खानी विभागले दोस्रो चरणमा परीक्षण उत्पादनका लागि प्राविधिक तथा आर्थिक सहयोगको सम्झौता गर्न चिनिया पक्षलाई अनुरोध गरिरहेको छ। तर चीन नेपालमा चुनावपछि आउने नयाँ सरकारलाई पर्खिरहेको छ। नेपाल आयल निगमका पूर्व निमित्त प्रमुख सुशील भट्टराई यो परियोजना तत्कालै अघि बढाउनु पर्ने बताउँछन्। उनका अनुसार नेपालमा यस्तो ग्यास उपयोग हुन सक्ने क्षेत्र ठुलो छ। फ्युचर फ्युल भनेकै यही हो। फेरि दैलेखबाट जुन हाम्रो निस्किँदैछ यसलाई चाहिँ हामीले, म त भन्छु यो युद्ध स्तरमा यसलाई चाहिँ हामीले विकास गर्नुपर्छ। युद्ध स्तरमा यसको प्रडक्सन ल्याउनुपर्छ। कहाँ उपयोग हुन्छ त सर? धेरै ठाउँ भयो। यसले चाहिँ गाडी चल्छ। तपाईँको अहिले इन्डियामा दिल्लीमै पनि सिएनजीका त्यत्र चाहिँ इन्द्रप्रस्थ ग्यास लिमिटेड भनेर बसहरू, मेट्रो सर्भिसहरू सबै सिएनजीबाट चलेको छ। हामी त्यो गाडीबाट चलाउन सक्छौँ। घर घरमा तपाईँको पाइपलाइन यदि पाइपलाइन डिस्ट्रिब्युसन सिस्टम नेटवर्क बनाएर हामी डिस्ट्रिब्युट गर्न सक्यौँ भने खाना पनि यसैले पाक्छ। हेर्नुहोस् है, गाडी पनि यसैले। तर सिलिन्डरमा भर्न चाहिँ अप्ठ्यारो छ होइन, घरमा ल्याउन चाहिँ? हो, घर घरमा चाहिँ सिलिन्डरमा भरेर गर्नु भने चाहिँ जस्तो अब अहिले मैले भने 80 केजीले चाहिँ तपाईँको 12 केजी भयो भने 40 केजीमा चाहिँ जम्मा 6 केजी मात्रै भयो। त्यसको प्रोडक्सनमा चाहिँ ओइल कम्पनीलाई इन्भल्भ गराउनु पर्यो भन्ने भनाइ हो मेरो चाहिँ।
किन ओइल कर्पोरेसनको जुन अनुभव छ होइन उसलाई इन्भल्भ गराउनु पर्यो अनि उसले एक लेभलको प्रोडक्सन गऱ्यो ल मान्यौँ उसले उत्पादन गर्ने भयो उत्पादन गरेर अनि त्यसपछि चाहिँ फेरि प्राइभेटलाई नि इन्भल्भ गराउनुपर्छ डिस्ट्रिब्युसनलाई चाहिँ पकडको डिस्ट्रिब्युसन प्राइभेटले गर्न सक्यो प्राइभेटले ठिक छ प्राइभेटले गर्न सक्यो भने एनओसी आफैले पनि डिस्ट्रिब्युसन गर्ने च्यानल बनाउनु पर्यो कतै कुनै क्लस्टर एरियामा चाहिँ हामी चाहिँ कुकिङको ग्यासको लागि चाहिँ पाइपलाइन नेटवर्क नै बनाउन सक्छौँ कि जस्तो दैलेखबाट नजिकको चाहिँ अलिकति ठुलो क्लस्टर भनेको सुर्खेत हो सुर्खेतमा नजिकै स्टोरेज पनि बनाउने त्यो स्टोरेजबाट त्यहाँ पाइपलाइन डिस्ट्रिब्युट गरेर घरमा ग्यास खाना पकाउन सकिन्छ कि त्यो पनि हो होइन जुन अब हामी चाहिँ टोटल्ली हामी चाहिँ इम्पोर्ट भइरहेको अहिले विभिन्न फर्मको चाहिँ पेट्रोलियम प्रडक्टहरूलाई चाहिँ एकैचोटि त्यसले रिप्लेस गरेर चाहिँ गर्दाखेरि हामी 40 वर्ष 50 वर्ष जान्छ भनेर थ्योरिटिकल भनिरहेछौँ नि त्यो त कस्तो छ भने तपाईँको कति खपत गर्छौँ जुन हिसाब किताबले चाहिँ हाम्रो यहाँको चाहिँ खपतको चाहिँ ट्रेन्ड छ र विभिन्न फर्मको चाहिँ पेट्रोलियम पदार्थहरू हामी खपत गरिरहेका छौँ हामी चाहिँ त्यसलाई चाहिँ राम्रोसँग युजै गर्न सक्दैनौँ त्यो त 500-700 वर्षसम्म जान सक्छ त्यो हामी एकैचोटि सबै रिप्लेस गर्न सक्यो भने पो 40-50 वर्ष भनेर कसैले थ्योरिटिकल क्यालकुलेसन भन्न सक्ला त एकैचोटि हामी सबै गर्न सक्दैनौँ त्यसो हुँदा यो त कति छ जुन 80 बिलियन्स जुन मेट्रिक क्यु चाहिँ जुन ग्यासको जुन कुरो छ यो त ट्रिमेन्डस रिसोर्स हो यो त हामी त वास्तवमा यो त युद्ध स्तरमा यसको उत्पादनतिर लाग्नुपर्ने छुट्टै गभर्मेन्टले छुट्टै एउटा बढी नै बनाएर विङ नै बनाएर अफिस नै खोलेर त्यसमा चाहिँ सारा त्यो विषयका चाहिँ प्राविधिकहरूलाई भेला पारेर होइन विदेशीहरू पनि बरु पैसा तिरेर भए पनि विदेशी एक्सपर्टलाई राखेर बोलाएर कति लगानी लाग्छ के लाग्छ कसले कसरी चाहिँ सेयर गर्ने भनेर तुरुन्तै हामी यसमा जति चाँडो हामीले यसलाई चाहिँ उपयोग गर्न सक्यौँ होइन त्यति नै हामीलाई बेनिफिट हुने हो नि त हाम्रो त एकदम सस्तो पर्छ यो विदेशबाट चाहिँ प्रोसेसिङ किन यसको प्रोसेसिङमा यो अलरेडी ग्यासियस फर्ममा छ जस्तो एलपिजी बनाउनलाई एलपिजी पनि ग्यासियस फर्ममा भयो यो बनाउनलाई रिफाइनरीमा त्यत्रो चाहिँ त्यो हिट इन्भल्भ भएर चाहिँ बोइल अफ गरेर क्रुडलाई चाहिँ बालेर माथिल्लो पोइन्टबाट चाहिँ ट्याप गरेर भ्यापरहरूलाई कुल डाउन गरेर बल्ल लिक्विफाई गरेर त्यसरी चाहिँ अथवा ग्यास त्यसरी बनेर आइरहेको हुन्छ चाहिँ त्यो कति धेरै त्यसको चाहिँ हिट इन्भल्भमेन्ट छ त्यसमा कति प्रोडक्सन कस्ट कति हुन्छ नि यो त केही पनि छ नेचुरली नै ग्यासियस फर्ममै छ खालि धेरै प्रोसेसिङ गर्नु पर्दैन धेरै प्रोसेसिङ गर्नु खालि प्युरिफिकेसनका कुरा छन् यसमा इम्प्युरिटीहरू पनि हुन्छ अरू ग्यासहरू पनि हुनसक्छ त्यो इम्प्युरिटीहरूलाई चाहिँ हटाउने त्यसलाई प्युरिफाई गर्ने मात्रै काम हो त्यति धेरै हिट इन्भल्भमेन्टको कुरै भएन यो भनेपछि यो चाँडोभन्दा चाँडो यसलाई चाहिँ हामीले चाहिँ खपत गर्नतिर एउटा कन्ट्रीले चाहिँ योजना बनाएर जानुपर्छ भन्ने लाग्छ मलाई यो कायापलट हुन नि सक्छ हाम्रो कन्ट्रीलाई भट्टराईका अनुसार अहिलेको विश्व सङ्कटकै बीचमा नै दैलेखको ग्यास उपयोग गर्न सकिन्छ भन्ने होइन तर प्राकृतिक स्रोत र साधनलाई छिटो र अधिकतम उपयोग गर्नुपर्छ भन्ने सन्देश अहिलेको ग्यास सङ्कटबाट नेपालले फेरि सिकेको छ यसै पनि ऊर्जा आयातमा निर्भर देश सधैँ जोखिममा नै हुन्छन् सप्लाई रोकियो भने पुरै अर्थतन्त्र नै प्रभावित हुन्छ त्यसैले ऊर्जा क्षेत्रमा दैलेखको ग्यास आत्मनिर्भरतामा महत्त्वपूर्ण कदम बन्न सक्छ अहिलेसम्म त दैलेखको जमिनमुनि रहेको ग्यासबाट घर घरमा खाना पकाउने कुरा सम्भावना मात्रै हो तर यो सम्भावनालाई यथार्थमा कन्भर्ट गर्न थप अध्ययन दीर्घकालीन नीति ठूलो लगानी र दरिलो व्यवस्थापन आवश्यक हुन्छ दैलेखको जमिनमुनि लुकेको नेपालको भविष्य खोतल्न अबको सरकारले ढिलाइ गर्न हुँदैन दैलेखमा भेटिएको ग्यास तपाईँ हाम्रो भान्सामा बाल्न पाउने कुरामा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ आफ्नो विचार तल कमेन्ट बक्समा लेख्नुहोस् है